Yang warna dari besar 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 belum boleh baik baik ini गाड़ी में आते सावन हालका क्यों लिंग जान लिया हाँ नहीं नहीं एक ले या ओके 3 हफ्ते के लिए ओके लो और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना। hari 7 lah bulan 1. हिँड्दैछु हामी चाहिँ यतातिर गुटुङटुङ लगाएर हैन अब त्यही हो मलेसियाको एयरपोर्ट चाहिँ हामी चाहिँ यतातिर हिँड्दैछौँ यतासम्म चाहिँ यसरी लगेज घुसाएर यो लगेज हैन सब यतातिर कति त्याग हो अब यहाँ ठाउँ हेर्न बाँकी नै छ कतातिर हो बाँकी नै छ कता हो कता हो कता हो पुगिन्छ घर आज पुगिन्छ घर खुसी हुनु न हौ त्यही नि भैया लास्टमा प्याज छ प्याज 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 छ यतातिर छ दाजु मुसुक गरौँ भयो कति खडा है कति लिनुभयो 200 रुपियाँ 2 किलो बढी भयो 4 केजी 50 रुपियाँ अब मलाई झन् तल बढी लिएछ मेरो 2 केजीको 116 रुपियाँ जाउँ न जता पनि हुन्छ होला हौ अब ल भाइ हिँडिसकेको यहाँ बिजोग छ यहाँ झोला तानेर पेन पारेर हिँड्दैछौँ यता दाइको चाहिँ ह्यान्डब्याग पनि बढी भयो त त्यही हेर सर बस्नु त सही छ जे होस् जे जस्तै भए पनि होइन तर यहाँ पैसा चाहिँ बढी लिने कि होइन दाइ है दाइ पैसा चाहिँ बढी लिने कि होइन त्यही त नि हाम्रो साथीहरू कता गयो फेरि अब प्लेन चढ्ने ठाउँ त्यही हो अनि दुईवटा दादा त केचोटि कुद्यो त अनि आउँदैछ सुरु हुँदैछ यहाँ पुलिस छ यहाँ अब दिँदैनलाई बाहिरकोमा आउँछ जस्तो छ होइन यता बाहिर यता यस्तो छ बाइक अगाडि कुद्छौँ भयो साथी चाहिँ म चाहिँ पछाडितिर छु
अब चाहिँ बाहिर निस्किने वाला छौँ हामी चाहिँ। लगेज लिन जाँदै हो होइन। माना छ यहाँ लगेज उड्दैछौँ चटाउने हो राम्रो होइन। कचरा आउने यहीँ टाइम लाग्छ क्या यहीँ टाइम लाग्छ हराउँदैन कत्रो कुरी भन्यो। लगेज कुर्दैछौँ हामी चाहिँ यहाँ लगेज चाहिँ आएन। बिजोग लगेज कता हो बल्ल बल्ल 1 घन्टा लाएर लगेज निकाल्यो होइन। यहाँ फेरि छिर्ने ठाउँ छैन फेरि कहाँ छिर्ने यो यहाँ यदि भाइ त छ यसरी आउँदैछ होइन। यहाँ यो मान्छेको ब्याग कति हो फेरि कि बाहिर यतातिर बोला सब सक्यो अब सब सक्यो अब निस्किने बाँकी हो। अब हेरौँ होइन निस्किँदैछौँ। सुइसी यहाँ जाडो छ हौ यस्तै जाडो छ फेरि। यता हाम्रो सन्तानहरू आएको होला सायद हाम्रो साथीहरू। के हो तान्छ तान्ने छुटाउनु है। यहाँ त उल्टै लगेजले तान्छ त हो मलाई त। साढे 9 बजे आएका मान्छे 12 बजिसक्यो। हरिण पनि यता फेरि कतिको धायो त्यो के भन्नु खै ऊ त्यहाँ छ योभन्दा चाहिँ मोटो मिल्दैन भनेको। अब चाहिँ भेटिसकेँ यहाँ मैले सबैजनालाई होइन ठुली दिदी मम्मीलाई। यता मम्मी दिदी म यतातिर छौँ। यता हाम्रो सबभन्दा ठुलो दिदी यता हुनुहुन्छ यता मैले हामी चाहिँ गाडीमा जाँदैछौँ तर लास्टै ढिलो भयो क्या 7,000
आयो 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 मलाई त चिनिहाल्छ नि हो हाम्रो गाडी पनि आयो भिनाजु हुनुहुन्छ यहाँ बाबु उठेर बसिरहेको रहेछ म यतातिर आमा बाबु नि हेर ल टिक्चु कति राम्रो मान्छे दाँत त कति राम्रो भएर बसिरहेको रहेछ के गर त म आउने कि तिमी एक्लै बस्ने हेलो भन्छ हेलो भन्छ भन्छ तिमी मलाई लिन आएको हो हजुर ए भाइ सबजना बत्ती बोलाएको छ तिर भिडियो गरेर बोल्छ नि यता हेर बाबु यता हेर हेलो भन के गर्दै हो भन बिस्किट छ डोनट छ फ्रेस फ्रेस ल तिमी यहाँ नि ल उयसको छ त्यहाँ त्यसो यो छ त्यसको खाऊ त्यही खाऊ म त डुन खाने खाऊ डोनट खाऊ या जुस खाऊ बिस्किट छ आमालाई छोडेर जान भुँडीतिर एक दुईटा मम्मी त पहिला त आउँदा मोटै जस्तो लाग्थ्यो त अनि काम बढी पऱ्यो आमै म त भैँसी ल्याएको है त्यही भएर पनि आउँछ गाह्रो छ भन्छ म मोटो मामा हो ए नि त कसो बसेको तिमी ठुलबाबासँग बसेको कि मामासँग मोटो मामासँग तर भान्जालाई त कपडा त ठुलो हुने रहेछ अब हाम्रो अर्को भान्जा ठिक हुन्छ यहाँ अर्को भान्जा सानो भान्जालाई फेरि अर्को सेटवाला छ कि है ओके हस् भन न अब भोलि त नयाँ पेन्सिल बोकेर स्कुल जाने होला पेन्सिल लानै पर्दैन यस्तो हो तिर छौ गेट त यतै भएर आउने छ छ त मेरो भोलि बिहान उठेर त्यही एउटा भजिएको साबुन पुऱ्याउनु लानुपर्छ सेम्पूमा पढाउनु नानी लगेज मेरै सामान पढ्यो भए बिचरा आमाले कफी ल्याइदिनु भनेको थियो नि के गर्नु अब मेरै सामान पढी अनि त्योहरू ल्याइदिएन नि मैले बाबुलाई कपडा पनि किनिदिनु पर्ला भनेको फेरि भएन दाइको छोरालाई कपडा पनि किनिदिएको थिएँ अब नदिने होइन लगेज नदेखेर होइन कि त्यही भने मैले त बिहानै खाना खाएर आएको भान्साको बसेर डह्रो छ यहाँ के रे बाबु हेलो सुत्या यता हेर न एकचोटि यता हेर त यता हेर त यता हेर त हेलो कति राम्रो मान्छे आनन्द लिने बाउ भेटेपछि रुन्छ 10 बजेपछि त्यसलाई भुकै हुन्छ यता हेर बाबु हजुर भन न मलाई लिन आएको अरे बिचरा नसुतिकन सुतेर उठ्यो कति बजी हिँड्नु भयो तपाईँहरू 9 बजे हो भने त 12 बजे है 8:30 9:30 10:30 11:30 3 घन्टा कुर्यो नि कालीहरूलाई त्यस्तै होला लगेज झ्याउ हुने क्या नाम नलेखे होला अनि तपाईँलाई चाहिँ बोर लाग्यो होला किन लाग्ने त्यो त 2-3 घन्टासम्म
गफ निन्द्राबाट बिम्झेरीले सपना कुराहरू सुनाइन क्या समय पाल्नु पर्यो कहाँ आइपुग्यो भने लाग्यो भने रोटी खाने अनि खाने के अरे टिकम भात पुकाला भात खान जाने हो अनि आएर सुत्ने ए भात तल पका हो तल हो ए हामी तल पो जाने ए ल ल ल कि माथि बस्ने तल खाना जहाँ बोकेर आउँछु नि त नभए जहाँ खाना पकायो त्यही जाने क्या हो के हो गाडी कहाँ र गाडी भित्र हाल्ने कहाँ क्या हिँडेर जाने नि सबजना है ल आइपुग्यो हामी चाहिँ भेना चाहिँ म आरोप के रहेछ हेरेर आउनु बुढा सुते खाने है आधी रातमा आधी रात बोकेर मैले निकालेको यता यति भइसक्यो ब्लकेज तान्नु पनि थिएन उसले तल ढोक खुलै होला सातो पनि छ भने फेरि गुडाउने हो तान भन्छ तान आउँछ ए माथि गएर गुडानु तिमीलाई निन्द्रा लागेको छैन मलाई लिन आएको अरे एक दिन त भ्या टोपी लाउनु पर्दैन टोपी लाएर आएको त नि छ घर त्यहाँ लिएर कसरी आइपुग्दा तपाईँ तिनतिर आइपुगेको थियो होला के यत्रो गुडाए भइहाल्छ नि दिद बाबु 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 ल तार गुडो होइन उसले लगेज कुदाउने रे यता ल्याऊ आमा आऊ बस आमा ओहो मान्छे यस्तो अँधेर पनि लगेज कुदाउने रे फेरि सब अँधेर है होस् होस् बोक्यो बोक्यो के हो आमा छोरा त्यो ल ल ल ल मार त यिनीहरू ठेल्छु हो बिस्तारै नि बाबु बिचरा राति थिएर लगेज कुदा हिँडेछ आमा छोरा म यतातिर छु यतातिर छु पखौँ न यता हो छिटो आउनु है सुनसान छ म यतातिर छु पख 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 आएन कि अन्त भेना चाहिँ गाडीमा चार्ज हाल्नु भन्दै थिएँ त्यही भएर होला म चाहिँ यतातिर ल ल लिन्छ ल ल ल ल तिमी काम गर्ने मान्छे हो नि त कोल्टे भयो हो पख पख ठुलो आमा तिमीले त ल ल ल अलिक त ठेल्नु पऱ्यो नि त उता सजिलो हुनु पऱ्यो नि त पढ़ी दिन इसी के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार, मुझे नहीं पता, मुझे 2 मिलियन लाइक्स चाहिए, कैसे ना कैसे करके मुझे चाहिए। इतना झिला मैं कभी नहीं होऊंगा अपनी पूरी जिंदगी में जितना इसमें झिलाऊं, मुझे चाहिए ही चाहिए। तो लाइक मारो, और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं, मुझे पैसों के पीछे भागना है। बाय।